के तपाईँ पनि मोटो हुनुहुन्छ र म जस्तै फिट हुन चाहनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि हो। सो म यो भिडियोमा रहेर चाहिँ आफूले वेट लस गर्दाखेरि के एक्सपिरियन्स गरेँ र कसरी वेट लस हुन्छ यो डिटेल रूपमा भनेछु आफ्नो रियल लाइफ एक्सपिरियन्स। सो यो भिडियो फुल वाच गर्नु होला र फर्स्टमा चाहिँ ढिलै नगरी हामीले कसरी फ्याट लस हुन्छ यसको साइन्टिफिक थ्योरी जानु है। हामीलाई यो शरीरको जिउँदो राख्नको लागि हामीलाई क्यालोरीको आवश्यकता पर्दछ, मतलब यो इनर्जीलाई लाने युनिट हो होइन। जस्तै मेरो वेटको कुरो गर्ने हो भने अहिले 63 केजी छ र मैले आफ्नो जिउँदो हुनको लागि भए पनि हामीले कति क्यालोरी दिनमा खानुपर्छ होइन। अनि त्यसलाई 63लाई 2.2ले गुणन गर्दा एलबिएसमा आउँछ जुन छ 138.6 एलबिएस होइन। त्यसलाई हामीले 13ले मल्टिप्लाई गर्दाखेरि चाहिँ हाम्रो आउँछ 1801 क्यालोरी। यदि मैले 1801 क्यालोरीभन्दा बढी खाएँ भने एक्सर्साइज नगरिकन है र मेरो फ्याट बढ्छ होइन, मेरो वेट बढ्छ। अनि 1800भन्दा मैले कम खाएँ भने मेरो फ्याट लस हुन्छ। सो अहिले चाहिँ मैले करेन्टली अराउन्ड 1500 क्यालोरी डेली खाइरहेको छु र तपाईँले देख्न सक्नुहुन्छ मैले पहिला 60 भन्छु 86 केजी थिएँ र अहिले 63 केजी भइसकेको छु। यो पनि अलमोस्ट अब 1 महिना 2 महिनामा चाहिँ कम्प्लिटली 3 केजी पनि लस हुन्छ है त्यो पनि। र लस भइसकेपछि मैले बल्किङ गर्ने सोचिरहेको छु। र तपाईँले त अब जानिसक्नुभयो फ्याट लस कसरी हुन्छ। अब 1800 क्यालोरी भन्दा अब कम खानेकुरो भन्ने भयो होइन। तपाईँले आफ्नो क्यालकुलेट गर्न सक्नुहुन्छ र त्यसमा पनि के खाने के नखाने। यस्तो फ्राइड भइगयो अनि जङ्क फुड फास्ट फुड भइगयो यिनीहरू चाहिँ एकदम धेरै क्यालोरीको हुन्छन् होइन। त्यही भएर हामीले यस्ता फुड्सहरूलाई चाहिँ धेरै जसो इग्नोर नै गर्नुपर्छ र हामीले प्रोटिन सोर्स भएको खानेकुरा खानुपर्छ र फाइबर सबै चिज एकदम एक्सट्रिमली बन्द चाहिँ गर्नुहुन्न। तर फास्ट फुड र यो फ्राइड फुड चाहिँ बन्द गरेकै राम्रो। र यो क्यान जुस भइगयो होइन, कोकोकोला स्प्राइट एनिथिङ। सो यो बन्द गर्दा चाहिँ अल्कोहल त झन् बन्द गर्नै पऱ्यो होइन। सो र यदि अब तपाईँले क्यालोरी डेफिसिट कति गर्ने त, जस्तै तपाईँको 2100 आइरहेको होला र 2200 आइरहेको छ भने अब कति आइरहेको छ त्यस्तोमा चाहिँ तपाईँले म्याक्सिमम् पनि तपाईँले 30% डेफिसिट गर्न सक्नुहुन्छ। जस्तै 70% खाने होइन, मैले चाहिँ 1800 आइरहेको छ भने 1500 खाइरहेको छु होइन। त्यही भएर यदि त्योभन्दा पनि कम जानु भने पनि तपाईँले सस्टेन गर्न सक्नुहुन्न र त्यो धेरै टाइमलाई टिक्दैन होइन। र खासमा हामीले यो फ्याट लसको जर्नीमा चाहिँ फ्याट घटाउने र मसल मास बढाउनेतिरमा ध्यान दिनुपर्छ। किनकि यदि मसल मास बढाउनु भएन भने तपाईँ चाहिँ एकदम यस्तो बडी चाहिँ बढ्दैन, एकदम सुकेको हुन्छ नि, त्यो ज्यान बन्छ होइन। गर्न त गर्छ तर त्यो स्किन टाइट हुँदैन, एकदम बेली पनि टम्म परेको हुन्छ। सो तपाईँले चाहिँ त्यो ध्यान दिनुपर्छ। र हामी चाहिँ एक्सर्साइज के गर्ने छ, वाकिङ गर्ने र अलमोस्ट अरू सक्नुहुन्छ भने पुसअप गर्ने, प्ल्याङ्क गर्ने होइन। सो त्यस्तो गर्न सक्नुहुन्छ। र धेरै जसो चाहिँ खानपानमा चाहिँ धेरै नै ध्यान दिनुपर्छ। हामीले यो क्यालोरी कसरी काउन्ट गर्ने तपाईँले गुगलमा गएर पनि काउन्ट गर्न सक्नुहुन्छ। र आजकल चाहिँ एप्स मैले युज गरेको छु, माई फिटनेस पल भन्ने एप्स। त्यसमा पनि इजिली हामीले म्यानेज गर्न सक्छौँ आफ्नो गोल सेट गरेर होइन। कति क्यालोरी बाँकी छ, कति क्यालोरी खानु छ,
र त्यसमा न्युट्रिसन के छ, तर हामी चाहिँ प्रोटिन र फाइबरलाई चाहिँ धेरै नै ध्यान दिनुपर्छ। किनकि प्रोटिन मात्रै पनि ध्यान दियो भने तपाईँको फाइबर भएन भने चाहिँ कन्स्टिपेसन हुने धेरै नै चान्स हुन्छ, मैले भोगेको कुरो हो। सो त्यसलाई चाहिँ इग्नोर नगर्नु होला। कम्तीमा पनि आधी केजी चाहिँ फाइबर खानु होला। मतलब काँक्रा भइगयो, गाजर भइगयो, एनिथिङ है, सब्जीहरू चाहिँ प्रोटिनको सोर्स एग भइगयो, अनि भइगयो चिकन है, चिकन ब्रेस्ट। सो अझै यति गर्नुभयो भने तपाईँ चाहिँ डेफिनेटली पनि फ्याट लस हुन्छ नै। तर कति रेन्जमा फ्याट लस गर्दाखेरि एकदम ठिक होला त होइन। तर म्याक्सिमम् चाहिँ फ्याट लस हुने भने हप्तामा 1 केजी हो। यदि धेरै मोटो हुनुहुन्छ भने त्योभन्दा पनि धेरै नै घट्न सक्छ है। तर मैले चाहिँ आफ्नो एकदम स्विट रेन्जमा डिक्रिज गरिरहेको छु। मैले चाहिँ विकको लगभग 1.5 किलो अनि 600 ग्राम चाहिँ मेरो लस छ होइन, फ्याट लस जर्नी। सो यति भन्दा तपाईँलाई अरू के को बारेमा भिडियो चाहिएको छ यसो कमेन्ट गर्नु होला। प्रोटिन चाहिँ मिनिमम पनि आफ्नो बडी वेटको 1 ग्राम, जस्तै मैले 63 केजी छु भने 63 केजी चाहिँ अनिवार्य खानुपर्छ। एग भइगयो त्यो चेक गर्न सक्नुहुन्छ तपाईँले। एउटा एगमा 7 ग्राम हुन्छ भने सोयाबडीमा 100 ग्राम, सोयाबिनमा 52 ग्राम हुन्छ होइन। त्यस्तै तपाईँले हेर्न सक्नुहुन्छ। अरू केही कुरामा कन्फ्युजन छ भने डाइरेक्ट कमेन्ट सेक्सन खुल्ला छ, कमेन्ट गर्नु होला। हस्ट धन्यवाद, बाई, ह्याभ अ सेफ जर्नी है।